हामी यति बेला कुवेतबाट देख्न सक्नुहुन्छ ब्युटिफुल हाम्रो दिदीबहिनीहरू मेरो साथमा हुनुहुन्छ आज। उहाँको नाम चाहिँ पूजा अनि पूजा तामाङ, म चाहिँ सुषमा। अनि तपाईहरु सबैजनाले के सन्देश दिन चाहन्छु म भने सबैजना युरोप अमेरिका लन्डन भन्नुहुन्छ, अस्ट्रेलिया क्यानाडा भन्नुहुन्छ, तर हाम्रो खाडी मुलुकमा पनि कुवेतमा पनि साह्रै राम्रो अवसरहरू छ। यदि तपाईसँग सिप छ, तपाईसँग ज्ञान छ, तपाईसँग क्षमता छ भने हाम्रो सिस्टरहरू चाहिँ कुवेतमा एउटा एज अ डेन्टल नर्सको लागि आउनु भएको छ। उहाँहरू धेरै पढेर चाहिँ युरोप अमेरिका जाने चाहना राख्नु भएन, किनभने उहाँहरूले यहाँ पनि भविष्य देख्नु भएको छ र उहाँभन्दा यहाँ राम्रो कमाइ पनि गरिराख्नु भएको छ। उहाँहरूले एउटा म के सन्देश दिन चाहन्छु भने तपाईहरू सधैँ युरोप अमेरिका अस्ट्रेलिया जापान क्यानाडामा मात्रै नदेख्नुहोस्, त्यहाँ मात्रै ठुलो ठाउँ भनेर नदेख्नुहोस्। हाम्रो कुवेतमा पनि गल्फ कन्ट्रीमा पनि आएर यति खुसी हुनुहुन्छ, यति राम्रो मेहनत गरेर यति पैसा कमाइराख्नु भएको छ, त उहाँहरूकै मुखबाट सुनिहाल्नुहुन्छ। हजुरले नमस्ते। सर्वप्रथम म पूजा तामाङ, म युवा शक्तिको एउटा सदस्य हुँ र सर्वप्रथम त म के भन्न चाहन्छु भने काम सबै सम्मान हो। मेरो लागि कुनै पनि काम ठुलो या सानो भन्ने हुँदैन, म सबै कामलाई उत्तिकै रेस्पेक्ट र इज्जत दिन्छु। सो अब प्रायः जस्तोलाई चाहिँ के हुन्छ नि युरोप 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 भन्ने माइन्डसेट नै हुन्छ, तर हामीलाई पनि पाएको अपर्च्युनिटी जताततै हुन्छ होइन। त्यसै गरी हामीले चाहिँ कुवेतमा पनि अपर्च्युनिटी राम्रो देखेर हामी चाहिँ एउटा डेन्टल नर्स हौँ होइन। मान्छेहरू विभिन्न कार्य गर्न आउनुहुन्छ, श्रम गर्न गर्न आउनुहुन्छ। हामी चाहिँ एउटा डेन्टल नर्स हौँ र हामी पनि धेरै अपर्च्युनिटी पाउँदा पनि हामी यहाँ आएको, किनकि यहाँ राम्रो सुविधा छ, राम्रो आफूलाई पुग्ने सबै छ। सो मलाई चाहिँ काम ठुलो सानो लाग्दैन, सबै सम्मान लाग्छ। खै के भन्ने मलाई भने कन्फ्युज भयो। नमस्ते सम्पूर्णलाई। यहाँ जतिले नि हेर्नु भएको छ, म के भन्न चाहन्छु भने कुवेत भन्ने बित्तिकै हामीहरूको माइन्डसेट चाहिँ कस्तो छ भने नाक खुम्चाइहाल्ने छ, तर आफू एजुकेटेड छ, आफूसँग क्वालिफिकेसन छ, आफूसँग एक्सपिरियन्स छ, स्किल छ भने कुनै पनि कन्ट्री चाहिँ नराम्रो हुँदैन है। मिडल इस्ट भनेर मान्छेले नाक खुम्चाउँछ नि, तर यही मिडल इस्टमा धेरै नेपालीहरूले धेरै राम्रो पोस्टमा, धेरै राम्रो काममा होइन आफूले आफ्नो एक्सपिरियन्स आफ्नो कामहरू दिन सक्नु भएको छ, राम्रो काम पनि गरिरहनु भएको छ। त्यही भएर खालि युरोप अमेरिका भनेर मात्रै मान्छेले त्यो रेस्पेक्ट गर्ने तरिका चाहिँ बदल्नुपर्छ, किनभने कुवेतमा पनि यो इट्स लाइक आवर सेकेन्ड होम होइन। हामीलाई पनि एकदमै राम्रो आफ्नो लिभिङ स्ट्यान्डर्ड मेन्टेन गर्नको लागि यो कुवेतले दिएको चिजलाई चाहिँ हामी भित्रैबाट चाहिँ एकदमै धन्यवाद दिन चाहन्छु। र आफूले पढेको काम चाहिँ यहाँ कुवेतले युटिलाइज गराइदिएको छ कि त्यसको लागि चाहिँ आफू पढ्नु सबभन्दा मेन कुरा त स्टडी इज इम्पोर्टेन्ट है। आफू क्वालिफाइड भयो भने कसैले पनि हेप्दैन र उसले पूजाले भने जस्तै काम भनेको सानो ठुलो हुँदैन, जुनै काम पनि रेस्पेक्टेड हुन्छ, जुनै काम पनि गर्न सकिन्छ। तर यहाँ भन्दै गर्दाखेरि मिडल इस्टमा खालि नपढेको मात्र आउँछ भन्नेलाई चाहिँ हामीहरू एउटा इक्जाम्पल पनि हुन सक्छौँ। हामी एजुकेटेड भए पनि हाम्रो राम्रो यहाँनिर हामीलाई एकदमै रेस्पेक्ट, सायद हाम्रो कन्ट्रीमा नदिएको रेस्पेक्ट चाहिँ हामीले यहाँ पाएको छौँ। यसको लागि चाहिँ कुवेतलाई धेरै नै धन्यवाद दिन्छु। यो पोजिटिभ सन्देशको लागि एकदमै धेरै धन्यवाद। पूजाजी केही कुरा राख्न चाहनुहुन्छ? म चाहिँ के भन्न चाहन्छु भने इट्स अल अबाउट माइन्डसेट के हाम्रो माइन्डसेट हो। मान्छेले त्यो चिजलाई, त्यो जबलाई, त्यो कामलाई हामी केही कुरा कार्य गरिरहेछौँ, त्यसलाई राम्रैसँग लियो भने त्यो राम्रै हो, तर त्यसलाई हामीले होइन यो राम्रो होइन भनेर पुरै नेगेटिभ लियो भने त्यो नराम्रो। सो इट्स अल अबाउट माइन्डसेट के सबै माइन्डसेट नै हामीले जसरी सोध्छौँ त्यही हो। त्यही भएर जस्तै उहाँले भन्नुभएको जस्तै मान्छेहरूले मिडल इस्ट खाडी भन्ने बित्तिकै जुन नराम्रो माइन्डसेट छ त्यो चाहिँ टोटली रङ हो। म पनि पहिला एक्जाम्पलमा म पनि पहिला थिएँ। इभन मलाई यो अपर्च्युनिटी आउँदाखेरि जब घरमा कुरा गर्दाखेरि मेरो घरको बाबा मम्मीले पनि मान्नुभएको थिएन, खाने देश त्यस्तो पनि हुन्छ टाइपको। इभन म आफै पनि प्रिपेयर थिएन होइन। तर जब म यहाँ आएँ, मैले यो अपर्च्युनिटी पाएँ, मसँग एउटा क्षमता थियो, स्किल थियो एज अ डेन्टल हाइजिनिस्ट, जुन मैले यहाँ काम आएर गरेँ, त्यसपछि जुन रेस्पेक्ट पायो, जुन हामीले आफ्नो लागि एउटा जीविका हुन्छ नि घरमा पठाउन सक्यो, आफ्नो लागि सेभिङ गर्न सक्यो, त्यो हेर्दाखेरि चाहिँ नट हामी मात्र होइन कि विभिन्न काममा आउनुभएको सबैजनाहरूले चाहिँ आफ्नो ठाउँमा चाहिँ राम्रो गरिरहनु भएको छ। त्यसैले मिडल इस्ट भन्दैमा नराम्रो चाहिँ सोच्नु होइन। सबैजना आफ्नो काम ठुलो सानो केही नसोचिकन प्राउडली काम गर्नुभयो भने चाहिँ लाइफ राम्रो हुन्छ। सो गाइज थिङ्स टु बी पोजिटिभ अलवेज। तपाईँ जहाँ हुनुहुन्छ तपाईँको कार्यक्षमता, तपाईँको दक्षताका आधारमा तपाईँको मूल्याङ्कन हुनेछ। चाहे तपाईँ युरोप जानुहोस्, चाहे तपाईँ खाडी मुलुकमा आउनुहोस्, तपाईँले सधैँ थ्याङ्क यू मदनजी हामीलाई यस्तो कुरा राख्न